हाई, आज चाहिँ बीएफबीले अर्गनाइज गरेको फ्यामिली सर्भाइभल डेमा जङ्गल जानलाई रेडी हुँदैछु। म आज त्यहाँ हामी के गर्छौँ, के एक्टिभिटिजहरू गर्छौँ त्यो डिटेल्समा देखाउँछु है त। यो चाहिँ हाम्रो ड्रेस कोड चाहिँ एमटिपी थियो अनि त्यही भएर म यो हस्बेन्डको ड्रेस लाउँदै थिएँ अनि यस्तो लुज भइरहेको थियो अनि मलाई त्यो बेल्ट लाउनलाई नि 1 घन्टामा लाएँ होइन, उल्टो सुल्टो लाएर। अनि त्यस पछाडि बाहिर पनि यति पानी परिरहेको थियो अनि ला भिजिन्छ होला भनेर म टेन्सनमा पनि थिएँ अनि हतार रेडी भएको। एउटा बुट लाउनलाई 1 घन्टा लाग्यो मलाई होइन, अर्को बुट अर्को घन्टा। अनि हतार रेडी भइसकेँ अनि त्यस पछाडि ब्यागहरू पनि बोकेँ होइन, थोरै स्न्याक्सहरू बोकेको, चटपटेको लागि बोकेको थिएँ सामान, स्मेल आइरहेको थियो होइन। अनि त्यो स्मेल गर्दै अनि म रेडी भएँ अनि हतार क्याम्पभित्र गयौँ। सबै दिदीहरू आइसक्नु भएको थियो, हामी नम्बर्नेहरू पनि गयौँ। सबै दिदी बहिनीहरू एक्साइटमेन्टमा थियौँ होइन, कस्तो हुन्छ होला आज, के हुन्छ होला भनेर। अनि यहाँ थोरै सर्ट ब्रिफिङ भयो अनि ग्रुप डिभाइड गरेर अनि हामीलाई लानुभयो त्यो क्याम्पसम्म चाहिँ जानलाई टाढा थियो नि त, त्यो भएर चाहिँ बसमा भ्यानमा गयौँ। अघि पानी परिरहेको थियो, अहिले ठिक्क शीतल भयो, रमाइलो भइरहेछ होइन, सबैजना जाँदै थियौँ। अनि थोरै 1 to 2 किलोमिटर जति हिँडे पछाडि चाहिँ दाइले त्यहाँदेखि चाहिँ जङ्गलभित्र जाने भनेर थोरै अलिकति केही भन्नुभयो अनि त्यहाँदेखि चाहिँ हामी जङ्गलभित्र गयौँ। अनि त्यहाँ चाहिँ सर्टमा आज हामीले के सिक्छौँ भनेर चाहिँ सर्ट टपिकहरू डिटेल्समा भन्नुभयो अनि केमो क्रिमहरू लगाउनुपर्छ भनेर चाहिँ देखाउनु भएको थियो, तर हामीले चाहिँ त्यस्तो खाले लायौँ होइन। अनि त्यहाँभित्र चाहिँ हामीलाई जङ्गलमा चाहिँ सर्भाइभ गर्नु पऱ्यो भने कस्तो के गर्नुपर्छ, के अनि हाम्रो हस्बेन्डहरू जङ्गल जाँदा के गर्नुहुन्छ भन्ने चाहिँ डिटेल्समा देखाउनु भएको थियो। अनि यो चाहिँ सेल्टरको बारेमा, कसरी बस्नुहुन्छ, सानो टेम्पोररी घर कसरी बनाउनुहुन्छ त्यो बारेमा देखाउनु भयो। अनि त्यस पछाडि लन्च ब्रेक, अनि पछाडि चाहिँ जङ्गलमा सर्भाइभ गर्दा चाहिँ वाटरको सोर्सहरू के हो, यसलाई कसरी प्युरिफाई गर्ने र कसरी कन्ज्युम गर्न सकिन्छ भनेर चाहिँ देखाउनु भएको थियो। यसरी नै फायरको बारेमा पनि कसरी क्रिएट गरिन्छ अनि केमा युज गरिन्छ, यो चाहिँ कतिको आवश्यक छ हामीलाई चाहिँ जङ्गलमा सर्भाइभ गर्नको लागि भनेर डिटेल्समा भन्नुभयो। अनि यसरी नै फुडको बारेमा पनि जङ्गलमा पाइने डिफ्रेन्ट टाइप अफ फ्रुट्सहरू कसरी चिन्ने अनि भनेर त्यो पनि देखाउनु भएको थियो। अनि हाम्रो हस्बेन्डहरू चाहिँ जङ्गलमा बस्दाखेरि चाहिँ कसरी कुन फुडहरू चाहिँ खानुहुन्छ भनेर नि देखाउनु भएको थियो। अनि यो चाहिँ मेरो लागि नयाँ फ्रुट्सहरू थियो यहाँ पाइएको, अनि त्यो भएर चाहिँ त्यो चाहिँ मैले ट्राई गरेँ, तर मलाई कुनै मन परेन। हामी चाहिँ अलरेडी थाकिसकेको थियौँ होइन। अनि तर आज चाहिँ नयाँ एक्सपिरियन्स भयो, एकदमै रमाइलो भयो, सबै दिदीबहिनीहरू भेट भयौँ होइन, इन्टरेक्सन भयो, एकदमै रमाइलो भयो। म चाहिँ आजको लागि चाहिँ बीएफबीलाई एकदमै मनैदेखि थ्याङ्क यू भन्न चाहन्छु, नयाँ एक्सपिरियन्स गर्न पायो, नयाँ कुरा सिक्यो होइन। अनि त्यस पछाडि बिहानकै क्याम्पमा फर्क्यौँ अनि त्यस पछाडि सबैजना थाकिसकेको थियौँ, भोक पनि लागिसकेको थियो होइन। थोरै सर्ट ब्रिफ भयो अनि खानासाना खायौँ। अनि यो चाहिँ हाम्रो पिक्चरहरू अगाडि डिस्प्लेमा देखाइदिँदै हुनुहुन्थ्यो होइन। आई होप अरू दिदीबहिनीहरूलाई नि मलाई जत्तिकै इन्जोय भयो होला होइन। आजलाई यति नै, बाई, सी यू।